आज म DJI को Osmo Mobile 7P को अनबक्स गर्दाखेरि चाहिँ हामीले के सामानहरू पाउँछ भनेर चाहिँ त्यो भन्न गइरहेको छु। फर्स्टमा चाहिँ म यो मल्टिफङ्क्सनल मोड्युलबाट स्टार्ट गर्छु है। यसमा चाहिँ हामीलाई फ्ल्यास लाइट र एउटा क्यामेरा सेन्सर दिएको छ, जुन चाहिँ यो सेन्सरले चाहिँ एउटा अब्जेक्टलाई फलो गर्ने काम गर्छ। यो म पछि हजुरलाई कसरी के गर्छ भन्ने देखाउने छु। भनेको यो हाम्रो म्याग्नेटिक क्ल्याम्प फोनहरू राख्नलाई भइहाल्यो र यो एउटा केबल छ जुन चाहिँ टाइप सी टु टाइप सी फोनहरू चार्ज गर्नलाई। र फाइनली यो चाहिँ हाम्रो Osmo Mobile 7P। फर्स्टमा चाहिँ हामीले यसलाई अनफोल्ड गरेपछि यो अन भयो। अनि त्यसपछि अर्को भनेको यसमा एउटा सेल्फी स्टिक जस्तै भनौँ न यसलाई, अब के भनौँ होइन, सेल्फी स्टिक जस्तै यो स्ट्रेच गर्ने एउटा भइहाल्यो। अनि त्यसपछि हामीले यसलाई यसरी नै अनफोल्ड गर्न सकिहाल्यौँ र यसलाई चाहिँ हामीले युज नगर्ने भए चाहिँ यसरी पुश गरेर माथि गर्न सक्यौँ। र यसलाई हामीले अन गर्नलाई चाहिँ सिम्पली हामीले यसलाई यसरी अनफोल्ड गर्न बित्तिकै अन भइहाल्छ र यो एम लेखिरहेको बटनमा सिम्पली क्लिक गर्दाखेरि अफ र सिम्पली क्लिक गरेर अन पनि गर्न सकियो। यो चाहिँ हजुरको म्याग्नेटिक क्ल्याम्प भयो। अनि यो चाहिँ मैले अघि नै भने जसरी हजुरको यो मल्टिफङ्क्सनल मोड्युललाई चाहिँ हामीले यसरी सिम्पली यसरी अट्याच गर्न सकियो होइन। अब हजुरले फ्रन्टमा खिच्ने भए यसरी राख्न सकियो, अनि पछाडि खिच्ने भए चाहिँ सिम्पली यसरी राख्न सक्यो। अनि निकाल्दाखेरि चाहिँ अनलक गर्दाखेरि चाहिँ यो बटन प्रेस गरेर चाहिँ हजुरले यसलाई अनलक गर्न सक्नुहुन्छ। र हजुरको यो साइन हजुरले क्यामेराको पनि देखिराख्नु भयो होला होइन, यो यसरी अपवर्ड देखाइरहेको छ र यसलाई क्यामेरासँगै नै हजुरले यसरी मजाले होल्ड गर्न सकियो। हामीले Osmo Mobile 7P फुल्ली फङ्सनल र फर्मवेयर इन्स्टल गर्नलाई चाहिँ फर्स्टली चाहिँ हामीले एउटा एप पनि डाउनलोड गर्नुपर्ने हुन्छ। हामीले सिम्पली iOS युजर्स हुनुहुन्छ भने चाहिँ एप स्टोरमा गएर DJI Mimo भनेर टाइप गर्नुभयो भने आइ नै हाल्छ। र एन्ड्रोइडमा चाहिँ यो एप अहिलेसम्म आएको रहेन रहेछ। सो हामीले सिम्पली गुगलमा गएर DJI Mimo एप भनेर टाइप गर्नुभयो भने चाहिँ फर्स्टली देखाइ नै हाल्छ। अनि त्यसलाई इन्स्टल गरेपछि हजुरको त्यो एप पनि चलिहाल्यो। सो दिस इज आवर फर्स्ट भिडियो। र हाम्रो च्यानल ग्रो गर्नको लागि चाहिँ हजुरहरूको हामीलाई सपोर्ट चाहिन्छ। प्लिज सब्सक्राइब टु आवर च्यानल। नमस्ते, जुजुलपा, and see you in our next video. Thank you.